आऊ आज यस महाशिवरात्रिको अवसरमा हामी उनी भोलेनाथको अति प्रिय भक्तको जीवनमा आधारित यस नाटकको अवलोकन गरौं। भारतवर्षको पश्चिम हिमालयको दिव्य भूमिमा एक विद्वान, धर्मात्मा र ज्ञानी दम्पति बसोबास गर्थे, ऋषि मृगण्ड र उनको धर्मपत्नी। उनीहरू साधारण जीवन बिताउँथे, तर हृदयमा एउटा गहिरो इच्छा थियो, एक सन्तानको इच्छा। त्यही सन्तानको इच्छा गर्दै ऋषि दम्पति वर्षौंसम्म भगवान शिवको कठोर तपस्या गर्छन्। उनीहरूको घोर तपस्याले भगवान प्रसन्न भई प्रकट हुनुहुन्छ। हे ऋषि मृगण्ड, म तिम्रो भक्ति र तपस्यादेखि प्रसन्न छु। माग, तिमी के वर माग्छौ? हे प्रभु, हजुरको कृपाले जीवनमा कुनै कष्ट छैन, तर हामी सन्तान सुखदेखि वञ्चित छौँ। त्यही सन्तान प्राप्तिको इच्छाले हामीले हजुरलाई पुकारेका हौँ। हुन्छ, तर तिमीलाई म 2 विकल्प दिन्छु। पहिलो सुपुत्र जो बुद्धिमान, धर्मपरायण तर अल्पायुको हुनेछ, र अर्को कुपुत्र जो अधर्मी, मूर्ख र दीर्घायु हुनेछ। भन, तिमी के चाहन्छौ? हे प्रभु, जीवनभर दुःख पाउनुभन्दा बरु क्षणभरको अर्थपूर्ण र सार्थक जीवन नै उचित। त्यसैले हामीलाई सुपुत्रकै प्राप्ति होस्। तथास्तु। समय आएपछि ऋषि पत्नीले एक तेजस्वी पुत्रलाई जन्म दिन्छन्। सानै उमेरदेखि उनले वेद, उपनिषद, शास्त्रहरूको अध्ययन गरे। उनको स्वभाव मधुर र विनम्र थियो। शालीन व्यवहारले गर्दा उनी सबैको प्रिय थिए। कस्तो तेजस्वी बालक! यिनी पक्का एक महान आत्मा हुन्। समय बित्दै गयो र बालक मार्कण्डेयको उपनयन संस्कारको समय आयो। माता पिताको चिन्ता पनि दिन प्रतिदिन बढ्दै जान्छ र त्यही चिन्ताले दोहोऱ्याएर मार्कण्डेय मातालाई महाऋषि समक्ष लान्छ। पुत्रको अल्प आयुको चिन्ताले हामीलाई दिन प्रतिदिन सताइरहेको छ। मुनिवर, हजुरले केही उपाय दिनुहुन्छ कि? हजुरको शरणमा आएका छौँ। म तिम्रो चिन्ता बुझ्दछु। पुत्र वियोग अत्यन्त कष्टदायी हुन्छ। तिम्रो पुत्रलाई अब आशीर्वादले नै केही मार्ग देखाउन सक्छ। आशीर्वाद? ऊ स्वयं महादेवको प्रसाद हो। उसलाई कसको आशीर्वाद चाहियो, मलाई त्यो पनि बताइदिनुहोस्। उसलाई एक सिद्ध सन्तको आशीर्वाद चाहिन्छ। सन्तको सरल र आशीर्वादले नै उसको अगाडिको मार्गदर्शन गर्नेछ। सिद्ध पुरुषको, साधु सन्तको चरण कमलको महिमा अपरम्पार छ, जसले झुकेर सानो भएर चरणमा बसेर आशीर्वाद थाप्न सक्छ। उसको कल्याण नै कल्याण छ। सिद्ध सन्त खोज्न चाहिँ कहाँ जानु हामी? त्यो पनि हजुरले बताइदिए हामी अझै धन्य हुने थियौँ। आशीर्वाद लिनलाई जो झुक्छ उसलाई कहिल्यै पनि हानि हुँदैन। तिमी सिद्ध सन्तको खोजीमा नहिँड। जो देख्छौ उसको चरणमा परेर आशीर्वाद देऊ। एक न एक दिन सिद्ध सन्त तिम्रो द्वारमा अवश्य आउनुहुनेछ र सन्तको आशीर्वाद कहिल्यै पनि व्यर्थ जाँदैन। त्यस दिनदेखि ऋषिको मार्गदर्शन र माताको आज्ञाले मार्कण्डेयले मार्गमा देखिने भेटिने सबै अग्रज, साधु, सन्तलाई साष्टाङ्ग प्रणाम गर्थे। कति त चकित पर्थे, यो बालकलाई के भयो, किन मलाई प्रणाम गरेको? र कतिले हृदयदेखि प्रशंसा गर्थे, आशीर्वाद दिँदै गर्थे। एक दिन त्यस दिव्य भूमिमा साँच्चीकै दिव्य सन्तको आगमन हुन जान्छ र मार्कण्डेयले उनलाई पनि प्रणाम गर्दै जमिनमा लम्पसार पर्दछन्। प्रणाम मुनिवर। चिरञ्जीवी भव। उठ पुत्र, तिमी को हो? यति दिव्य बालक, तिमी कसको पुत्र हौ र किन यसरी प्रणाम गरेको? चिरञ्जीवी भव आशीर्वाद सुनेर उनका पिता अतालिँदै मुनि समक्ष आइपुग्छन्। हे मुनिवर,
ऊ मेरो पुत्र हो। यो कस्तो विडम्बना जसलाई महादेवले अल्पायु दिएर जन्म दिनुभयो। उसलाई हजुरले चिरञ्जीवी भावको आशीर्वाद दिनुभयो। महादेवको वरदान पनि विफल हुन सक्दैन र एक सन्तको आशीर्वाद पनि। हामीले केही सोचेर दिएको आशीर्वाद होइन, यो बालकको समर्पण, शालीनता, झुकाव देखेर यो आशीर्वाद हृदयबाट निस्किएको हो। यसमा पक्कै पनि प्रभुको केही लीला हुनुपर्छ। हे पुत्र, तिमी महादेवकै आराधना गर। उहाँ स्वयं महाकाल हुनुहुन्छ। कालबाट तिमीलाई उहाँले नै बचाउनुहुन्छ। मुनिको आज्ञाले मार्कण्ड त्यसै दिनदेखि शिव आराधनामा लीन हुनुहुन्छ। यसै गरी यता उनको मृत्युलोकको समय समाप्त हुन जान्छ। दूतहरू जाऊ, मार्कन्याको आयु समाप्त भएको छ, उसलाई लिएर आऊ। जो आज्ञा। हे धर्मराज, ऊ महादेवको आराधनामा लीन छ। उसको प्राण हामीले लिन सकेनौं प्रभु। ठिक छ, मृत्युलोकमा समय समाप्त भएपछि कसैले एक क्षण पनि जीवन व्यतीत गर्न पाउँदैन। यस्तो भयो भने त सृष्टिको सन्तुलन नै बिग्रन जान्छ। म स्वयं जान्छु अब। हे मार्कण्डेय, तिम्रो आयु समाप्त भइसकेको छ। यो सृष्टिको नियम हो। तिमी मसँग जानै पर्छ। प्रणाम धर्मराज, मलाई केही क्षण मेरो प्रभुको आराधना गर्न दिनुहोस्। उहाँको कृपाले मेरो जन्म भएको थियो। यदि मैले मृत्युलाई अँगाल्नु नै पर्छ भने म आफ्नो प्रभुको दर्शन पश्चात मात्र हजुरसँग जानेछु। मूर्ख बालक, त्यो सृष्टिको नियम विपरीत जान खोज्छस्? कालले कहिल्यै पर्खदैन। जसले मृत्युलाई नकार्छ उसलाई जबरजस्ती यमपासमा बाँधेर लगिन्छ। म भोलेनाथको शरणमा छु। जबसम्म उहाँ हुनुहुन्छ म मृत्युसँग पनि डराउँदिन। हे मूर्ख, तैँले काललाई नकारिस्। मैले अब बल प्रयोग गर्नै पर्ने भयो। हे दुष्ट, तेरो यत्रो दुस्साहस! मेरो शरणमा रहेको मेरो भक्तलाई तैँले यमपासले बाँध्न खोज्ने? तैँले मेरो भक्तको मात्र होइन, मेरो पनि अपमान गरेको छस्। हे प्रभु, मैले त आफ्नो कर्तव्य मात्र निर्वाह गरेको। कालले नै आफ्नो कर्तव्य विमुख भएपछि सृष्टिको सञ्चालनमा नै विघ्न आउनेछ। क्षमा प्रभु, क्षमा। ऊ मेरो आशीर्वादले जन्म भएको बालक हो। मैले उसलाई अल्पायु दिएको हो र अब म नै उसलाई चिरञ्जीवी हुने आशीर्वाद दिँदैछु। अष्ट चिरञ्जीवीमा अब संसारले मार्कण्डेय ऋषिलाई पनि मान्नेछ। उसले सन्तको आशीर्वाद पाएको थियो। सन्तको वचन र आशीर्वाद कहिले खेर जाँदैन। जसले झुकेर आशीर्वाद ग्रहण गर्छ उसको कल्याण नै कल्याण छ। यसरी अल्पायु लिएर जन्मिएका बालक मार्कण्डेयले आशीर्वाद, अटल विश्वास र भक्तिको प्रतापले चिरञ्जीवी हुन पुगे र संसारभर प्रख्यात भए। त्यसैले त भनिएको छ, फलेको वृक्ष नझुकेको कहाँ छ र? हेलो, सच्चिदानंद भगवान को जय। परम श्रद्धेय श्री विभूजी महाराज जी को जय। भगवान श्री पशुपतिनाथ को जय। आज महाशिवरात्रि